हेलो साथीहरु सबैलाई स्वागत छ है। आज चाहिँ हामी पुरा हुम्ती खोलामा यसो इन्जय गर्नको लागि पौडिनको लागि आएका छौं। चिसो मौसममा त्यही पनि यसो इन्जय गरौँ भनेर यहाँ हेर्न सकिन्छ भाइहरु चाहिँ पुरा बाइक धुलाइ गरिराछन्। यो चाहिँ हाम्रो हुम्ती खोला हेर्न सक्नुहुन्छ सर है। ओ त्यहाँ पारि पनि पुरा दुईटा दाइहरु पुरा इन्जय हानिरहनु भएको है। हाम्रो पनि एक सेकेन्डपछि एउटा इन्जय हुन्छ हल्का फुल्का। त्यो डाँडा काँडा हरियाली। अब देश प्रदेशबाट आएको मान्छेलाई अब डाँडा काँडा हरियाली अनुसार असाध्यै मन पर्ने, त्यही भएर यसो इन्जयको लागि आएका छौँ। म चाहिँ मेरो भाइ दिपेन्द्र। हामी चाहिँ पुरा नङ्गे पुङ्गे भएर यहाँ पुरा खोलामा किनारमा बस्यौँ। अब चाहिँ कपडा सपडा धुने नुहाइ खाइ यसो इन्जय हुन्छ। यहाँ चाहिँ पुरा भाइले पुरा जाल हानेर आज सितन बनाउने तयारी हुँदैछ। चट्ट सितन पनि चाहियो भनेर है, मामाहरूको लागि मेहनत गर्दै हुनुहुन्छ सितन खिलाउने भनेर। अब माछा चाहिँ पर्छ कि नै आउला है घस्रकै पल्टाउला है। आउँछ का आउँछ। अझै हान्नु के हट, त्यहाँ त पर्ला जस्तो छ है। माछा पर्न सकेन, खोलामा माछा रहन्छ। बाबु एउटा मारे नि हो बस भाइ, एउटा मारे सो गाइज यहाँ हेर्न सक्नुहुन्छ हामीले चाहिँ यहाँ के पोलिरहेछौँ। केकडा हिन्दीमा बोले त केकडा एकदम बवाल प्लान त हाम्रो पुरा बुङ्गुर लिएर सेक्ने भन्ने प्लान थियो है। त्यो पनि भयो भने चाहिँ भिडियोमा आउँछ। त्यो आएन कि त्यो आएन कि यहाँ चाहिँ हामीले रातो पानी खान लाग्छौँ। विश्वास हुन्न नि हेर्नु हेर्नुहोस् कि रातो पानी हो चाय हो कि नै भन्छ। हाम्रो चाहिँ पुरा सेफ साफ केकडा पोल्दै हुनुहुन्छ पुरा रेस्टुरेन्ट स्टाइलमा। भान्जाले खाए देखाउँ त ल, यो पुरा गोङ्गटाको खुट्टो है। मैले खान्छु है, धेरैमा खाँदैछु हेर्न सक्नुहुन्छ। यो चाहिँ गोङ्गटाको खुट्टो हाम्रो खोलाको अर्ग्यानिक माल हैन हैन मामा। रातो पनि खाइदिन्छु। अरे यहाँ दुईटा छँदैछन्। यहाँदेखि 1 किलोको खान्छ यहाँ त। टेस्टी त गजब याद है।
खोजौँ है मामा अब यही गरौँ ल अलि बेर खोजौँ बियर खानमा तुम्बा देऊ कि त गालमा चुम्मा देऊ बियर खानमा तुम्बा देऊ कि त गालमा चुम्मा देऊ जानी भए जमाया घुमेर माया जानी भए जमाया घुमेर माया हातमा सुनको बालो बुच्चेको पुछमा कालो डुबेर थाइल्यान्ड घुमी त्यसपछि लन्डन पालो या या जानी भए जमाया घुमेर माया सो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामीले पुरा होइन बुङ्गटा अझै मारेर अझै छोपेर ल्याइयो यहाँ चाहिँ पोलेर रेडी छ यता चाहिँ अझै सेक्दैछन् भाइहरूले अब मैले कसैलाई भन्न नमिल्दैन अब मैले ओरिजिनल चाख्न पाएन है ओरिजिनल चाख्दैछु मैले ओरिजिनल खानेको मन पर्छ साथमा त दिनु सक्दैन टाइम चल्यो नि टाइम हेर्नु चोर कोला दही चक्कुले काट न मसिनो बारीक बनाएर खिच्न पर्दैन कि मसिनो काटै हुन्छ का Vikrम
दादा है भयो भिडियो अब मासु म्याग्नेट गरेको ट्राई पौडिङ गएको जाम झालै यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पुरा हामीले पोर्क सेकुवा बनाउँदैछौँ होइन भाइले चाहिँ पुरा झिरमा हुँदैछ होइन भाइ म्यारिनेट भइसक्यो होइन भाइ ल ल ल ठिक छ यहाँ चाहिँ हाम्रो आगो चाहिँ रेडी हुँदैछ यता चाहिँ भाइहरू पुरा पोडिने अवस्थामा छन् होइन किन डुबे पार मलाई भने है दाइ आउँछ यहाँ हेर्न सक्नु हाम्रो चाहिँ पुरा एक किलो प्लस पोर्क छ यो चाहिँ हाम्रो पुरा स्टिल झिर छ हामीसँग हुन्छ ओइ हेर्न हेर्न त मान्छे के हेलो कहाँ छ त ल हामी पुरा बिन्दास तरिकाले पोर्क सेकुवा खानुपर्छ होइन यो चाहिँ हाम्रो पुरा जङ्गलको हो के जङ्गलको चोच्या हो यो चाहिँ हाम्रो पुरा धराने बङ्गुर होइन राता राता चौटा है आहा सेक्नुभन्दा पहिला मुखमा पानी आइसकेको छ होइन केटाहरूले फेरि उता पुरा पानी सुकाउँदैछन् कि यता चाहिँ पुरा हामी फेरि दुई भाइ के गर्ने अब यस्तै छ होइन संसार बेला यस्तो दुई भाइ हामी पहिलो धेरैमा भेट भइयो होइन धेरै अब लगभग 51 वर्षपछि भेट भइयो अब हाम्रो फेरि उमेर फेरि त्यही हो कि हाम्रो अब बल्ल बल्ल त्यही 28-29 भयो त्यसको डबल भन्नु पऱ्यो होइन हाम्रो फेरि यो पृथ्वीमा डबल चल्छ कि समय पनि हामी 1 को 2 हुन्छ हामी चन्द्रमा डबल चल्छ अरे जानु के पो हालिदिनु चिप्लिन्छ त दिपिन दाइ गङ्गा नुहाइ भन्दा खतरनाक हो यस्तो साबुन गङ्गा नुहाइ थोथोरे बनाइदिए क्या जोड छ यहाँ चाहिँ पुरा चिल्ड हुँदैछन् सो हाम्रो चाहिँ पुरा यहाँ सेक्का रेडी है हाम्रो पुरा भान्जाश्रीले हानिदिएको के सेक्का फेरि सुयो 24 घन्टा के रे त्यही त 4 बजे बोलाएर 6 बजे मिटिङ गराउने यहाँ हाल यो छ मलाई यहाँ पुरा भाइहरूले हो यार क्या सेक्का छ यार क्या सेक्का छ यार ओइ ल्याउ त ओइ काट हो त्यो काँचो अति पनि यो पाके किन के काँचो फके उन्दियो के काँचो त पेटागर पाक्ने होला भित्र चढा ओइ ल्याउ त खोलाको भित्र खोली देवता जल देवता मैले त साँच्चै होला भलाई यो खोलाको तीरमा के अरे यो खोलाको तीरमा छोकरीको पिरमा केटाहरू गर्दै रक पार्टी सेकुवा का साथ तंदूरी सेकुवा का साथ केटाहरू लागि परेका छन् यहाँ लागि परेछन् होम स्टाइल तंदूरी सेकुवा पानी हाल्नु सारा हान्छ यार
मैंने तो चिकन तो खाया यहाँ इन्टरनेसनल उसमा भिडियो बन्दै छ कि जय टोली ले नेपाली खाने भनेको काँचो मासु हो इन्डियाको चाहिँ कुकुर सिटी मारेर कोही नेपाली खान्छ 4 सिटी मार्छ बाख्रा मासुलाई मैले खुदै मार्छु कि भन्ने अहिले कुकरमा भुटेर सब मसला हालेर फेरि पानी र दही हालेर सिटी मार्छु हजुर ल साथीहरू अब फाइनल हाम्रो चाहिँ आज हुँदी खोलामा एकदम इन्जोय भयो होइन बहुत रमाइलो भयो हामीले पुरा सेक्क चट्ट राम्रोसँग गरियो सो हामी चाहिँ अब अँध्र पनि भइसक्यो अब चाहिँ हामी यहाँबाट बिदा हुन्छौँ अब वासस्थानतिर लाग्छौँ अब हाम्रो अब वासस्थानतिर अब चराचुरुङ्गी कुखुरा बाख्राकोतिर हाम्रो आफ्नो वासस्थानतिर लाग्छौँ आजको भिडियोलाई यहीँ ल खतम गरौँ ओ भाइहरू ओ हेलो ल आजको हाम्रो भिडियो यही अन्त्य हुन्छ हाम्रो अङ्कल चाहिँ आज धेरै नै एकदम लेट आएको कारणले आज हाम्रो अङ्कल हाम्रो पार्टीमा सामेल हुन सकेनन् त्यसै कारणले पनि अब यो भिडियोलाई हामीले अब अन्तिम गर्छौँ रुक अरे यही हो क्या यार इन्जोय भन्ने यार